अहिले चाहिँ फ्री टाइममा चाहिँ नि अर्किडको लागि र गदवरीको लागि चाहिँ फुल मल ल्याउनु आएको कि सब लगेछ सोरे चाहिँ नि यो कस्तो मजाको थियो यहाँ आएको थियो जग्गा छ राम्रो के यहाँ त छानेको छु मैले अलिकति मलै हो सबै मलै छ यस्तो दामी हुन्छ नि त गदवरीको सिजन आयो गदवरीको लागि अर्किडलाई पनि फेर्ने बेला भयो त्यही भएर अर्किडलाई पनि फेरिदिन्छु फुल स्याहार्नु नपाएर मरिसक्यो यसो गर्नुपर्छ कि अर्को पालिलाई के हुन्छ क्या कुहेर सुक्खापट खासमा त्यही मल के एक बार हुन्छ होला के बिना कुकुर भोगेको हो हाम्रो गाउँ जान्छ है रोड चाहिँ कस्तो छ ठाउँ स्किममा काठहरू दिक्क लाग्यो मलाई कहाँ गए यहाँ आएको नि एकछिन डेटिङमा भिडियो गर्दै थियो कि तल तर्छ थियो कहाँ गएको एक दुनमा कहाँ के हुन्छ त्यहाँ चाहिँ साँढे काममा गएको अरे यति बेला अल्छे जग्गा चाहिँ दामी छ है यो चाहिँ ठुलो ढुङ्गा यो चाहिँ मल छान्नुपर्छ यसरी हो यो कुराहरू भोकेर चाहिँ दिक्कै लाग्यो साँप हुन्छ कि डर लाग्छ यो क्या सब मल यो सब मल सब मल छान्नुपर्छ आउँछ हाल्ने
यो चाहिँ माटो हो नि माटो यो हुँदैन म दसैँ तिहारमा झ्याउकुरी कराएको सुन्नुभएको छ झ्याउकुरी त्यसको अन्डा यो चाहिँ यो भित्र चाहिँ किरा हुन्छ कि सानो हिउँदोभरि जबसम्म पानी पर्दैन यो भित्र डल्लो परेर बसेको हुन्छ क्या यसको एउटा स्पन्जी टाइपको हुन्छ कि फिजै फिज हुन्छ यो भित्र होइन यो भित्र चाहिँ बाँच्छ क्या यिनीहरू समय भएपछि आफै बढेर आउँछ झ्याउकुरी कराउँछ झ्याउ झ्याउ भन्छ नि यहाँ छ यो भित्र देख्नु हुँदैछ भएको छैन निकाल्दिनँ यसलाई माया लाग्यो देख्नुभयो यहाँभित्र चाहिँ छ यसको लाइफ सर्कल चाहिँ कस्तो हुन्छ भने नि ड्र्यागन फ्लाई बटरफ्लाई सेम हुन्छ क्या यहाँबाट चाहिँ यो किरा निस्किन्छ अन्त यो किरा चाहिँ बर्खाको पानीमा पुरा पानीले भेटेपछि चाहिँ यो किरा बाहिर निस्किन्छ होइन यो ठुलो हुन्छ झन्डै यो मेरो यो अम्ला जत्रो हुन्छ क्या अन्त त्यो किरा चाहिँ नि यस्तो काठमा यहाँबाट हिँड्दै 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 माथि निस्किन्छ होइन माथि निस्केर चाहिँ यस्तोमा निस्किन्छ त्यहाँ चाहिँ त्यो किरा फुट्छ क्या झट्ट फुटेर चाहिँ बटरफ्लाईको जस्तो हुन्छ सेम पुतलीको जस्तो क्या जीवनचक्र त्यो भित्रबाट चाहिँ झ्याउकुरी निस्किन्छ त्यो किराबाट चाहिँ होइन त्यहाँबाट निस्किन्छ गर्छ त्यहाँदेखि हल्ला गर्न थाल्छ त्यो हल्ला गरेको कराएको चाहिँ खासमा चाहिँ त्यही जोडी खोजेको क्या अन्त त्यो जोडी चाहिँ भेटेपछि चाहिँ यिनीहरू चाहिँ फेरि के गर्छ बिहा गर्छ बुझिहाल्यो नि अब त्यसपछि चाहिँ बिहा गरिसकेपछि जोडी भेटेर चाहिँ मिटिङ सिजनमा त्यसपछि यिनीहरू चाहिँ अन्डा पार्ने हुन्छ क्या अन्डा पार्ने भएपछि चाहिँ जमिनमा आउँछ फेरि तल जमिनमा झर्छ क्या सबैजना अन्त जमिनमा झरेर चाहिँ अब कतिवटा अन्डा पार्नु छ 1-1.5वटा अन्डा पार्छ होला त्यसपछि मर्छ माउ मर्छ होइन त्यसपछि यिनीहरू चाहिँ फेरि यसरी निस्किन्छ यहाँ सर्कल त्यसरी चल्छ मान्छे पनि त्यस्तै होइन नि 2-3वटा जन्माएपछि मर्नु लाइफ कस्तो हुन्थ्यो होला के राख्नुहुन्छ लगभग भयो अब यति लान्छु यति यो चाहिँ हाम्रो घर जाने बाटो ल जाँदैछु बारी बोकेर टोपी लगाएको के लगाएको मैला पस्छ भनेर हो नुहाउनु अल्छी लाग्छ नि त यहाँबाट मैले पानी तानेको छु कसरी पानी अनि यस्तो छ हाम्रो यो बाटो आउनुपर्छ हाम्रो घर आउँदा यहाँ परसम्म छ बाटो हाम्रो घर जाने बाटो दृश्य देखाइदिनु पर्यो आलै छ बाटो
दिस इज द वे टु होम, टु माई होम भनेको। मेरो विश्व साथीहरू अस्ति यहाँसम्म आएको मलाई लिएर राति क्या गाडीमा। अमित, पिके, सचिन, विश्व, दिपेन्द्र गएको। यहाँसम्म हो क्या। यहाँसम्म चाहिँ छ, यहाँसम्म चाहिँ छ हो। आयो यहाँबाट चाहिँ गाडी जाँदैन, दुई खुट्टे झुकाउनुलाई मेटल यहाँसम्म छापेको छ हो। यो ओह्रालो फेरि यो अलकत्रा छ, पहाडे अलकत्रा। यसपालि बर्खामा नि यो अलकत्रा बगेर चाहिँ आँगन आउँछ होला। यहाँबाट चाहिँ टर्निङ तल निस्किन्छ कि म टर्निङबाट जाँदिनँ, भाइले बोकिरहेको छु। यहाँबाट जान्छ। झरेर चाहिँ हाम्रो घर यताबाट आउँछ। मेन त देखाइदिइहालेँ, गाडीसम्म आउने त्यहाँबाट ओह्रालो आउनु पऱ्यो भने चाहिँ हाम्रो घर चाहिँ यसरी आउँछ ल। रोटाइ हुन्छ हो। यो पन्नी रोडको बाटो आइम हुन्छ, पन्नी रोडको बाटो यो ओह्रालो यो चाहिँ हाम्रो कम्युनिटी हल भन्छ, समाज भवन। लडाइँ खेल्दा यति बनाइदिएको छ। आफ्नै दाजुभाइहरूसँग लडाइँ खेल्नुपर्छ। अबे साढे छैन, घर खुल्लै छ, भरि होला। यहाँ आइपुग्छ एक बाटो, त्यसपछि यहाँ बाइक पनि आउँछ। दाजुको चाहिँ यहाँ छ मेरो घर। यो बुढाले चामल खेलाउँदैछ।